संपूर्ण दर्शकहरुमा नमस्कार। म हरिश धामी युट्युब च्यानलको सञ्चालक हरिश धामी। आजै हाम्रो कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत दाइ दिदीहरूको विदाई कार्यक्रम भएकाले हामी त्यही कार्यक्रममा सहभागिता जनाउनका लागि हामी साथीहरू भएर कार्यक्रम स्थलतिर गइरहेका थियौँ। 3 जना साथी भएर गइरहेका थियौँ। त्यही क्रममा हाम्रो चौथो साथी पनि वामदेव जोशी पनि भेटिए। हामी 4 जना भएर विदाई कार्यक्रम पार्टी प्यालेसमा भएकाले हामी त्यहाँतिर अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा गफगाफ गर्दै समय व्यतीत गर्दै हामी अगाडि बढ्यौँ र हामी पार्टी प्यालेसमा पुग्यौँ। हामी पुग्दा कार्यक्रम सुरु नभएकाले हामीले केही समय बाहिर डुलेर व्यतीत गऱ्यौँ भने पछि अलि विद्यार्थीहरू आउन थालेसँगै कार्यक्रम सुरुवातमै चरणमा पुगेकाले हामी सबै साथीहरू भएर भित्र हलतिर प्रस्थान गऱ्यौँ। भित्र प्रस्थान गरेसँगै कार्यक्रम सञ्चालनका लागि सबै तयारीहरू पुनः भइरहेको हुँदा हामी त्यो हेरेर बस्यौँ। किन होला मदेखि लजाएर गई, खाली सिउँदोहरूबाटै सजाएर गई। किन होला मदेखि लजाएर गई, खाली सिउँदोहरूबाटै सजाएर गई। सँगै जिउँछु मर्छु भन्दै कसम खुवाएर, उसले सँगै जिउँछु सँगै मर्छु भन्ने कसम खुवाएर आज अन्तै पञ्चे बाजा बजाएर हिमालमा पत्ला लाउँला निको निको खाल्ली हुमान कृष्णपुरका बजार क्या चिन्ता मान्दै छै। बसल्ली पाउडर घसी क्या चिन्ता मान्दै छै। रुखका टुप्पोमा राखी ईश्वरको घुमाउँला बानुला मायाको रसी क्या चिन्ता मान्दै छै। बनाउला अप्सरा जसी क्या चिन्ता मान्दै छै। सुदो सुदो जोबन तेरो समाजले मुछदाई भक्तै होला शान्ति राशि क्या चिन्ता मान्दै छै। बसल्ली पाउडर घसी क्या चिन्ता मान्दै छै। पुगेलाई 12 लाख तोला हात खाली हुने नै सुनै सुनका बाबालाई क्या चिन्ता मान्दै छ। अन्त्यमा सांस्कृतिक र मायाको सिनो वितरण कार्यक्रम समापन भएपछि नास्ता दिनुभयो र हामी सबै नास्ता खानतिर लाग्यौँ। केटाहरू निकै भोकाएका कारण नास्तामा सम्टिए। त्यसपछि हामी बाहिर निस्कियौँ र आफ्नो गन्तव्य कलेजतिर लाग्यौँ। कलेजतिर लाग्दा निकै दिउँसोको गर्मीका बावजुद पनि हामी कलेजतिर प्रस्थान गऱ्यौँ। गर्ने क्रममा हामी सबै साथीहरू रमाइलो गफगाफ गर्दै हिँडिरहेका थियौँ। केटाहरूको आफ्नै गफ चलिरहेको थियो। गफका
बिच विभिन्न दिउँसोको कुराहरू गर्दै थिए ल गाइज यतिखेर चाहिँ हामी कलेज पुगिसकेका छौँ होइन हाम्रो प्रोग्राम सकेर ए केटाहरूले नास्ता खाएर टन्नै छन् होइन डल्लै परेर खत्रै छन् बसहरूलाई त्यसपछि हामी सबै आफ्नो घरतिर लाग्यौँ तपाईँहरू सम्पूर्णले यति खेरसम्म यो भिडियोलाई हेर्नुभएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु यस्तै भिडियो हेर्नलाई लाइक गर्नुहोला